अनि जस्तो तपाईँको एकदम त्यस्तै दुःखद घटना घट्यो होइन। अब दुःखद घटना घटेर अब हामी मतलब चाहिँ त्यो मतलब डेथको केसमा गयौँ भनेदेखि त्यो 10 लाखसम्मको भइहाल्यो। र त्यही इक्वलको चाहिँ के हुन्छ भन्दा जस्तो तपाईँको चाहिँ हस्पिटलले चाहिँ तपाईँले डिजेबल भन्ने चाहिँ भनिदिन्छ कि, जस्तो तपाईँको दुईटै खुट्टा चल्दैन अथवा दुईटै हात चल्दैन भनेदेखि चाहिँ त्यो इक्वल्स टुको जस्तो त्यो चाहिँ डेथकै केस इक्वलको चाहिँ त्यो चाहिँ इन्सुरेन्स आफैले चाहिँ दिने कुरा हुन्छ। अब त्यसले गर्दाखेरि त्यो चाहिँ हुन्छ होइन। अब त्यो बाहेक जस्तो हाम्रो त्यो पोलिसीभन्दा बाहेक चाहिँ जस्तो अब त्यो अभियसली एउटा सर्टेन चिज एउटा सर्टेन सपोर्ट गर्ने भन्नु त छँदैछ, त्यो त एउटा चाहिँ एउटा फरक चिज भयो नि त होइन। तर एउटा त्यो पोलिसीभन्दा त्यो चाहिँ बाहिरको कुरा हो। जस्तो हामीले अभियसली अब सर्टेन चिज सहयोग गर्ने केही गर्ने भन्ने कुरा चाहिँ त्यो चाहिँ रहला होइन। तर त्यो चाहिँ पोलिसीभन्दा चाहिँ बाहिर हुन्छ। जस्तो हाम्रो कोही साथीहरू डिजेबल भइदियो भनेदेखि अब फेरि मन्थली नै त्यो बेसिसमा त्यो पेमेन्ट भन्ने चाहिँ हुन्न होइन। त्यसको दुईवटा मात्रै केस मैले भने, एउटा डेथ भयो र तपाईँको डिजेबल भयो। डिजेबल चाहिँ तपाईँको हस्पिटलले चाहिँ भन्नु पऱ्यो कि उसको दुईटै हातबाट चल्दैन भनेपछि भयो, त्यो पनि चाहिँ 10 लाखको चाहिँ त्यो कभरै भयो होइन। अब अभियसली एउटा सर्टेन टाइमले आफ्नो साथीभाइको हिसाबले हेर्ने कुरा चाहिँ फरक चिज भयो।